ह्याप्पी दिवाली सबैजनालाई हैन टक्कसँगले। आज चाहिँ दिवाली हो गाइस। आज चाहिँ म आइदिएको दिदीको ब्लगमा चाहिँ म आइदिएको आज। हाम्रो फ्यामिली चाहिँ सबैजना यता हुनुहुन्छ। हेलो भन्नुहोस्। हेलो हाई गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग। मेरो घरमा त लाइट यतिको लागेको छ गाइस। सानो तिनो लगाएको लाइट चाहिँ अलिक हामी अब के भन्नु पैसा अलिक कम्ती थियो। ह्याप्पी दिवाली सबैजनालाई। ह्याप्पी दिवाली भनिदिनु न। ह्याप्पी दिवाली ह्याप्पी दिवाली गाइस सबैजनालाई। ह्याप्पी दिवाली ह्याप्पी दिवाली। अब चाहिँ हामीले टक्कै हैन यहाँ फोटो खिचेर हाई गाइस, वेलकम ब्याक टु माई मिनी भिडियो। ह्याप्पी दिवाली सबैजनालाई। यहाँ चाहिँ मेरो मम्मी अन्त मेरो भाइ हुनुहुन्छ। पापा चाहिँ भित्र जानुभयो रेस्ट गर्नुको लागि हैन। हामी चाहिँ अहिले फोटो सेसन गर्दै थियौँ। टक्कै यो चाहिँ हाम्रो पूजा घरमा लाइट। यो चाहिँ हाम्रो घर हो। त्यहाँ हाम्रो सराउन्डिङ्स हेर्न सक्नुहुन्छ। हाम्रो पछाडि छ दुर्गा मन्दिर, हाम्रो घरको मन्दिर हैन। टक्क हाम्रो पछाडि ग्राउन्ड छ। यो ग्राउन्डको उतापट्टि चाहिँ यहाँ सिधा देख्नु हुँदै गरेको लाइट बलेको जग्गा चाहिँ दुर्गा मन्दिर हो। त्यही हो यहाँ चाहिँ हामी। अनि यहाँ चाहिँ मैले रङ्गोली बनाएको थिएँ हैन बिहान। अन्त रङ्गोली बनाएर चाहिँ हामीले दियोहरू बालेको थिएँ। अन्त कस्तो दामी देखेको थियो हैन। हाम्रो चाहिँ अगाडि जग्गा ठुलो भएर चाहिँ मजाले योपालि चाहिँ सबै वरिपरि बनाइदिएको नि मजासँगले हो। कस्तो राम्रो देखेको थियो। दियोहरू बालिसकेर त दिवालीको मेन नै त अब रङ्गोली दियो लाइट्स हैन त्यो हो। अन्त यहाँ म छु। अन्त मजा आयो हामीलाई योपालिको दिवालीमा हैन। कस्तो खुसी लाग्यो। दिवाली चाहिँ मेरो फेभरेट फेस्टिभल हो नि त सबैभन्दा पनि हैन। किनभने यसमा लाइट्स हुन्छ, दियोहरू हुन्छ, फुलहरू हुन्छ हैन। सो गाइस अहिले चाहिँ हामी पूजाहरू सकेर बसेको हैन। भैलेनीको वेट गरिरहेको छु। अब भैलेनी आउँछ म तपाईँलाई भैलेनीको नै क्लिप सानोबडे हालेर देखाइदिन्छु नि ल। अन्त यो चाहिँ हाम्रो घरको लाइटिङ। ह्याप्पी दिवाली वन्स अगेन सबैजनालाई। अन्त आजको लागि यति नै। सी यू अन नेक्स्ट भिडियो। बाई। भैलो भैलो भन्दैछौ सारा संसार डुल्दैछौ। हे औँसीको रात गाई तिहारो भैलो खोला। यो पछौत्र पञ्चामृत टिका पनि भुइँमा राख्दैन न। मैले जनालाई जनाउँदै हजुर संस्कृति जगाउँदै। श्री विनायक श्री गणेशजीले विनायक श्री गणेशजीले दुःख र कष्ट हरेर लगुन् यो घर परिवारको। ह्याप्पी दिवाली भन्थ्यो सबैजनाले। ल बाई बाई।
भैलो नि